नमस्कार मित्रहरू, यहाँहरूलाई स्वागत गर्न म यो मेरो 18 घण्टाको मोटरसाइकल यात्रा पछाडि आइपुगेको छु। सङ्खुवा सभा जिल्लाको मकालु गाउँपालिकाको यो फाक्सिन्दा भन्ने ठाउँ हो, जहाँ चाहिँ नेपालकै गौरवशाली आयोजना अरुण तेस्रोको ड्याम साइट हो। मित्रहरू, यो यहाँहरू देख्न सक्नुहुन्छ, यो अरुण तेस्रो जलविद्युत आयोजनाको ड्याम साइट हो। यो आयोजना चाहिँ अब 3 वर्ष पछाडि सम्पन्न गर्ने भनेर हामीले जानकारी पाएका छौँ। मित्रहरू, यो देख्दाखेरि लाग्छ हाम्रो देशमा गरिबी, अभाव र निराशा मात्रै छैन, यसरी चाहिँ विकासका लागि समृद्धिका मुहानहरू फुट्दैछन्, आशाको दियहरू बल्दैछन्। यो ठाउँमा आएर यसरी उभिएर यहाँहरूलाई यो भिडियो देखाउन पाउँदा र यो बोल्न पाउँदा म आफूलाई पनि निकै गौरव महसुस भइराखेको छ। मित्रहरू, यो 81 मिटर अल्को हुनेछ। यो ड्याम साइटको चाहिँ हाइट 81 मिटर अल्को हुनेछ र यहाँ अरुण नदीको पानी चाहिँ जम्मा गरे पछाडि टनेल मार्फत यो विद्युत पावर हाउसमा पठाइनेछ र त्यहाँ अरुण नदीको दोहन गरिनेछ। मित्रहरू, र 900 मेगावाट जलविद्युत उत्पादन गरिनेछ। त्यो उत्पादित जलविद्युत केही प्रतिशत नेपाल सरकारले प्रयोग गर्नेछ भने बाँकी बिजुली भारत सरकारले खरिद गरेर लानेछ। मित्रहरू, यो आयोजना सम्पन्न भइसके पछाडि देशलाई चाहिँ खरबौँ रुपियाँ चाहिँ आम्दानी दिनेछ। यस्ता आयोजनाहरू हाम्रा लागि, नेपालका लागि गौरवको विषय हो। मित्रहरू, यहाँहरूलाई कस्तो लाग्छ मेरो यो भिडियो कमेन्ट गरिदिनु होला, लाइक गरिदिनु होला र सेयर गरिदिनु होला। किनभने देशमा चाहिँ बेरोजगारको समस्याले विदेशिएका हाम्रा नेपाली दाजुभाइहरूले पनि यो यस्ता खालका आयोजनाहरू देख्दाखेरि लागोस् कि मेरो देशमा गरिबी मात्रै छैन, निराशा मात्रै छैन, भन्दैछ देश समृद्धिको मुहान यसरी फुट्दैछ भनेर देशप्रति आशा जागोस्, गर्व जागोस्। र यहाँहरूलाई कस्तो लाग्छ र मेरो यो देश देखाउने अभियान हो, र यहाँहरूलाई म देखाइरहेको छु। धन्यवाद, नमस्कार।